हेलो गाइज, वेलकम टू माई न्यू ब्लग आर्यम न्यू ब्लगर्स। आज म शनिबार बिदा भएको कारणले आज नेपालगञ्जमा वाटर पार्कमा घुम्न गइरहेको। यो स्केटिङ पार्क हो नेपालगञ्जको। यो भित्र सिधै जान्छु। अलि यहाँ बाटो अलि गडबड छ है। मान्छे टोछन् हिँडिरहेको थिए, मलाई ब्लग भिडियो बनाइरहेको छ भनेर। हेरौँ। फाइनली गाइज पुगेँ वाटर पार्कको गेट भित्र। यो अगाडि काउन्टर हो, यहाँबाट तपाईहरु टिकट लिन सक्नुहुन्छ र यहाँ लाउमा घुम्न सक्नुहुन्छ। एउटा बसे हुन्छन्, ब्लग भिडियो बनाइरहेको छ भनेर खुब हेर्छन्। अहिले हेर्नु है, स्लो मोसनमा हेर खुब हेरिरहेको छ। म पनि के काम यार, बनाइदिए भिडियो। ल फाइनली गाइज आज म दिउँसो आएको थिएँ वाटर पार्कमा, त्यही भएर मान्छे खासै थिएनन्। बिहान र साँझ जानु हो भने एकदमै भिड हुन्छ यो वाटर पार्कमा। नेपालगञ्जको फेमस वाटर पार्क। कति सफा दृश्य, कति सुन्दर छ के। यहाँको सिन नै कति राम्रो छ के वाटर पार्कको। बिहान यहाँ हिँड्न, यहाँ डुग्रन आउने मान्छे एकदम फ्रेस भएर जान्छन् कि। नेपालगञ्जको भाइरल वाटर पार्क हेर्न सक्नुहुन्छ। अब अलि अगाडि जान्छौँ हामी। अलि मेरो राइडर बाइक। वाटर पार्कको सिन हेर्नु है गाइज, कति दामी छ यहाँ। वाव, यहाँ घुम्न आउने मान्छे देखेपछि वाव भने जस्तो के। कति रमाइलो हुन्छ हेर्नु। मस्तसँग बसेछन्, नेपालको झन्डा पनि लगाएका छन् त्यसमा। राम्रो गरेछन्, नेपालको झन्डा लगाउनु भनेको राम्रो हो। त्यसमा मान्छे बसेर पुरा फुल मजा लिन्छन् के। कति खुसी छन् यिनीहरू, कति खुसी छन् बा। अनि यता साइडमा चाहिँ टिकटक बनाइरहेको थिएँ, अनि मलाई देखेर हेर्नु है। त्यही स्पिडमा लाग्यो के। मेरो नजिक थिएन, त्यही भएर हल्का जुम गरेको, फेरि नजिक आयो, खासै देखिएन। तपाईहरु पनि आउन सक्नुहुन्छ नेपालगञ्जको वाटर पार्कमा र यसको मजा उठाउन सक्नुहुन्छ। लुक्स पनि दामी छ के वाटर पार्क। एकदमै दामी वाटर पार्क। वाव, कति मजा होला यिनीहरू। लाउमा छन् नेपाल हेर्नु। कौन बनेगा जॉन, मोटू पतलू और यसलाई के चाहिँ भन्दो रहेछन् यार, यो पुलिस जस्तो के हो। मोटू पतलूलाई मात्रै अलिअलि चिन्छु, यिनीहरूको नामै भुलिएँ म, के भन्दो रहेछ। कमेन्ट गर्नु है गाइज नाम यिनीहरूको। दामी बनाएको छ यो वाटर पार्कमा। अब फाइनली अब वाटर पार्कमा भिडियो बनाइसके, अब म जान्छु घर। यो वाटर पार्कबाट घर जाने बाटो यस्तो नराम्रो छ कि यहाँनिर पुरा खड्डा पानी हेर्न सक्नुहुन्छ। बाइक चलाउन नै मुस्किल छ यो बाटोमा। अब बिस्तारै पिच बन्छ होला, अब कहिले बन्छ त्यो थाहा भएन। मेरो अगाडि अहिले एउटा बुलेटवाला दाइ जानुहुन्छ, हेर्नु बहुत स्पिड, यहाँ बहुत स्पिड हान्छ कि यो दाइले फेरि। बापरे, म पनि के कम यार, पछि नै छोड्दैन कि। झन्नै एक्सिडेन्ट हुन्थ्यो यहाँ, त्यही लापरवाही गरेर बाइक चलाउँछ। यो कारखाना चोकको राधा कृष्ण मन्दिर हो है गाइज।